मैले 24 गते तपाईको घरमा जे भयो त्यो कुरा बताउँदै हुनुहुन्थ्यो त्यहाँबाट निस्किने प्रोसेस के थियो कसरी निस्किनु भयो यो तपाईसँग त्यो किन पनि सुन्न चाहन्छु भने त्यसले एउटा पाठ भविष्यका लागि पनि हामीलाई दिन्छ होला वा तपाई जस्तै राजनैतिक दलका नेताहरू मलाई सबै साथीहरूले भनिराख्नु भएको थियो एकछिन अब यस्तो हुन्छ यस्तो हुन्छ यस्तो भन्यो फोन गर्ने त भइहाल्यो हैन तर मलाई के लागिरहेको थियो भने मेरो घर किन धान्ने मेरो एक त म मेरो बाआमाको उहाँहरूको घर हो उहाँहरूको सम्पत्ति हो उहाँहरूको सृजना हो हैन एक दोस्रो लट्ठी म पनि मेरो पनि भइहाल्यो थियो हैन मैले के गरेको छु र मैले त्यस्तो के मलाई लाग्ने मैले मेरो गल्ती कमजोरी छ मैले स्वीकार आफ्नो पाटो भइहाल्यो तर त्यस्तो त किन होला मलाई अथवा मलाई के लाग्ने भयो भने म पनि यतै म त सत्ता होइन संस्था पनि होइन म पनि यतैकै हुँ भन्ने लाग्ने भयो मलाई अहिले पछाडि साथीहरूले कतिले भन्छ कि त्यत्रो भन्दै गर्दा किन घर नछोडेको भनेर भन्छ होइन छोडेर पनि जान्छ कहाँ जाने हो र म त त्यहीँ थिएँ र सेकेन्ड राउन्ड जब आयो र म माथिबाट मैले हेरेँ मेरो त छोरी पनि त्यहीँ आमा पनि त्यहीँ मेरो डिसेबल हुनुहुन्छ मेरो कान्छो बुवा होइन सबैजना त्यहीँ भइरहेको तल आगो लगाइदिनु थाल्नुभयो त्यसपछि अब त्यो बेलामा त एकछिन त अब के गर्ने भन्ने हुने नै भइहाल्यो तपाईहरू घरमा हुँदाहुँदै आग लागि सुरु भयो अनि तर त्यसपछि मैले प्रहरीलाई फोन गरेँ रेस्पोन्स त गर्नुभयो मैले सेनालाई पनि फोन गरेँ उहाँले पनि रेस्पोन्स गर्नुभयो एकचोटि सानो एउटा प्रहरीको ग्रुप पनि आयो तर धेरै उहाँ टिक्न सक्नु भएन झन् ठुलो हुला आयो मलाई त्यो बेला मैले माथिबाट मेरो सिसिटिभीबाट हेरेर राख्दै गर्दा अनि त्यतिखेर चिनेको मैले ल यो मान्छे पनि आएछ ल यो मान्छे पनि आएछ म त्यतिखेर त त्यसलाई के भन्छ त्यसलाई त्यो जोगाउन आएका हुन् कि जलाउन आएका हुन् अचम्मै लाग्यो नि अब सक्ट है मेरै टोलको होइन पुरानो राजनीतिक दलको अझ सरकारमा भएको राजनीतिक दलको अझ प्रधानमन्त्रीसँग एकदम विशेष पहुँच पनि भएको त्यहाँको चाहिँ चुनाव लडेको नेतै आएको छ मेरो घर जलाउन उनले ऊ त आफै सरकारमा छ सरकारसँग रिसाएको छ भनेर भन्नु भने उही सरकार हो है अर्को एउटा मैले ठ्याक्क त्यो बेलामा ती भित्र भएकोले गर्दा मैले त त्यहाँबाट देख्ने भएँ सिसिटिभीमा देख्ने भएँ होइन अर्को एउटा को आएको छ भने काभ्रेको मान्छे हो उमेरले पनि जेन्जी होइन भर्खर बलात्कारको उसबाट छुटेर आएको छ है पहिला ऊ चाहिँ पुरानो राजनीतिक दलमै आबद्ध थियो अनि नयाँ राजनीतिक दलको त अब जिम्मेवारीमा बसेको साथीहरू नै आइहाल्नु भयो मैले उहाँलाई टेक्स्ट पनि पठाएको छु कतिजनालाई कस्तो लाग्यो मेरो घर भनेर होइन त्यो प्रोटेस्टमा आएको दुईजना साथी त्यो मेरो घर पर्खाल नआएर हामी जुन छिमेकीका थियौँ म त्यसो अर्को घरमा गएँ मेरो परिवार थप असुरक्षित होला भने पछि मेरो वाइफले भनेर थाहा पाएँ पछि उसले त्यसलाई पब्लिक पनि गर्यो दुईजना केटाहरूले सबै उनीहरूलाई एकदम सब हेल्प गरेछ मेरो कान्छो बुवालाई यताउता अनि अलिक पछाडि एउटा भाइ एकदम प्यानिक गर्यो